प्रियङ्का कार्की नेपाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री मोडल तथा पूर्व मिस नेपाल हुन्। उनी सन् 2005मा मिस नेपाल ओल बनेपछि नेपाली मनोरञ्जन क्षेत्रमा प्रवेश गरेकी हुन्। सौन्दर्य प्रतियोगिताबाट सुरु भएको उनको यात्राले उनलाई सफल अभिनेत्रीको पहिचान दिलाएको छ। प्रियङ्का कार्कीले नेपाली चलचित्र, टेलिभिजन कार्यक्रम तथा म्युजिक भिडियोहरूमा अभिनय गरी दर्शकको मन जितेकी छिन्। अभिनयसँगै उनी आफ्नो आत्मविश्वास, स्पष्ट विचार र पेशागत अनुशासनका लागि पनि परिचित छिन्। चलचित्र छक्का पञ्जा, नाइ नबन्नु ल, हाउ फन्नी लगायतका फिल्महरूमा आफ्नो अभिनय दर्शकमाझ निकै लोकप्रिय भएको छ। उनले हल्का-फुल्का हास्यदेखि लिएर गम्भीर र भावनात्मक पात्रसम्म सफलतापूर्वक निभाएकी छिन्। अभिनय बाहेक प्रियङ्का कार्की सामाजिक कार्यक्रमहरूमा पनि सक्रिय छिन्। महिला सशक्तिकरण, शिक्षा र सामाजिक चेतनाका विषयमा उनले निरन्तर आवाज उठाउँदै आएकी छिन्। आज प्रियङ्का कार्की नेपाली सिनेमाकी सफल र प्रतिभाशाली अभिनेत्रीहरूमध्ये एक हुन्। उनले आफ्नो मेहनत, प्रतिभा र सकारात्मक सोचबाट धेरै युवाहरूलाई प्रेरणा दिएकी छिन्। यस्तै रोचक सेलिब्रिटी कथाहरूका लागि हाम्रो च्यानललाई फलो गरिदिनुहोला। भिडियो लाइक र सेयर गर्न नबिर्सनुहोला। नमस्कार।